दर्शकबिन जनकपुर धाममा एक 5 वर्षीय बालिकामाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास, घाइते बनाई आफ्नै घरमा सन्दुकमा बन्द गरिएर राखिएको अवस्थामा फेला। हो दर्शकबिन जनकपुर धाम महानगरपालिका 23 बसबिट्टीमा 5 वर्षीय बालिकामाथि धारिलो हतियार प्रयोग गरी हत्या प्रयास गरिएको घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ। प्राप्त जानकारी अनुसार सुरेश राईकी 5 वर्षीय छोरी लक्ष्मी कुमारी राईमाथि आफ्नै आफन्त नाताका काका पर्ने अमरेश राईका छोरा सदानन्द राई उर्फ आकाश राईले धारिलो हतियार प्रयोग गरी घाँटी रेट्ने तथा शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्याएको आरोप लागेको छ। परिवारका अनुसार बालिकाको धारिलो हतियार प्रहार गरी घाँटी, हात तथा शरीरका विभिन्न भागमा चोट र काटिएको अवस्थामा देखिएको थियो। घटनापछि बालिकालाई घरभित्र रहेको सन्दुक जस्तो बाकसभित्र बन्द गरिएको अवस्थामा फेला पारेको परिवारले दाबी गरेको छ। बालिका हराएपछि परिवारले खोजी सुरु गर्नुका साथै प्रहरीलाई पनि जानकारी गराएको थियो। अन्ततः उनको आफ्नै घरमा घरभित्र रहेको सन्दुक जस्तो बाकसमा फेला परेका थिए। घाइते बालिकालाई तत्काल प्रादेशिक अस्पताल जनकपुर धाममा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक रहेको भन्दै उनलाई धरान रेफर गरिएको परिवारजनले जनाएको छ। हाल उनको उपचार जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न रहेको आरोप लागेको सदानन्द राय उर्फ आकाश राय फरार रहेको र उनको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। घटनापछि बिसबिट्टी क्षेत्रमा स्थानीयवासी त्रासित बनेका छन्। आफ्नै घरभित्र यस्तो अमानवीय घटना घटेको भन्दै स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्। तब ओकर भाई चिया और पानी भरल छले जब दुगौनी देखल किया जब ओ लक्ष्मी के लग लिया हम जाय से हमरा कल की तू नहीं जो शांति के हम बोलाव के लिए कल के हम 3 गो बॉल के पठा देलिए। जब घर में सत्य कल की जब गुंगियाल छले न लक्ष्मी तब कल की से दोसर गोरा गुंगियाल ओकरा द के 3 गो बॉल द के पठा देलिए। कता खेलते रहते सर? लक्ष्मी घरे। लक्ष्मी घरे तो लक्ष्मी घरे खेलते रहते के होता? ओकर भाईजी। ओकर भाईजी ले हां तब का लगला? हां वही घर में दूसरा घर में लगला? हां उनके साइड में नहीं। अब तोरा भगा दल को? हां